अस्ट्रेलियामा अकाउन्टेन्ट अहिलेको वान अफ द हाइएस्ट इन डिमान्ड जब्समा पर्छ। हजुरहरूले यो डिफ्रेन्ट जब सर्च प्लेटफर्म्सहरू जस्तै लिङ्क्डइन, हेज, सिक, इन्डिडहरूमा पनि अकाउन्टिङ जब भनेर सर्च गर्नुभयो भने हजारौँ जब्सहरूको चाहिँ लिस्टिङ देख्न सक्नुहुन्छ। यति धेरै जब अपर्च्युनिटिजहरू हुँदाहुँदै पनि हजुरले चाहिँ यदि अकाउन्टिङमा जब पाउनको लागि स्ट्रगल गरिराख्नु भएको छ भने चाहिँ देयर कुड बी डिफ्रेन्ट रिजन्स। एउटा भनेको हजुरको रेज्युमे नै सर्ट लिस्ट नभइरहेको हुनसक्छ यदि हजुरले अप्लाई गरिराख्नु भएको छ भने। अब अहिलेको टाइममा धेरै जस्तो रिक्रुटर र कम्पनीजहरूले चाहिँ एटीएस सफ्टवेयरहरू युज गर्छ रेज्युमे सर्ट लिस्ट गर्नको लागि। र यदि हजुरहरूको रेज्युमे चाहिँ एटीएस फ्रेन्डली छैन भने चाहिँ हजुरसँग रिलेभेन्ट स्किल्स र एक्सपिरियन्स भएर पनि हजुरको रेज्युमे चाहिँ सर्ट लिस्ट नभएको हुनसक्छ। र सर्ट लिस्ट भएको रेज्युमेको क्यान्डिडेट्सहरूलाई मात्रै रिक्रुटर्स अथवा त्यो कम्पनीको ट्यालेन्ट एक्विजिसन टिमले चाहिँ फर्दर इन्फर्मेसन अथवा फर्दर इन्टरभ्युज प्रोसेसहरूको लागि चाहिँ कन्ट्याक्ट गर्छ। यदि हजुरहरूलाई एटीएस फ्रेन्डली रेज्युमे कसरी बनाउने थाहा छैन भने चाहिँ कमेन्ट रेज्युमे and I will make another video to explain how to make an ATS friendly resume. यदि हजुरहरू अस्ट्रेलियामा अकाउन्टिङमा काम गर्न चाहनुहुन्छ तर थ्योरी प्र्याक्टिकल स्किल्सदेखि लिएर रेज्युमे अनि जब एप्लिकेसन सपोर्ट यो सबै कुरामा चाहिँ हजुरलाई एन्ड टु एन्ड सपोर्ट चाहिन्छ भने चाहिँ हजुरहरूले फर्स्ट स्टेप अकाउन्टिङको अकाउन्टिङ जब रेडी प्रोग्राम गर्न सक्नुहुन्छ। मे इन्टेक छिटै सुरु हुँदैछ, सो DM टु बुक योर स्पट।